त्यस्तो यो चाहिँ हटाइदिनु छ नि अब त बस भन्दैन ल घरमा गएर बसमा जाने यसलाई उयो भएर पनि अलिक उयो भएको होला है हाइट भएर मलाई त्यही कस्तो घुमाइ चाहिँ डर लाग्दो रहेछ नि त फेरि यहाँ रोड चाहिँ दिपक यहाँबाट पुरै टोटली डाउन होला हो तलैसम्म अब चाहिँ के गुफा मान्छेहरू के ध्यान बस्छ नि त्यस्तो जग्गा स्क्रैप त सानो छैन त बाहिर यसो गर्दा त्यो पानी परेको के हो विन्डो खोज्दैछ क्या त जल्दी हेर्नु गएको जस्तो छ अक्टोबरतिर आउनु पर्छ एक्ज्याक्ट भएको को सिन हेर्नुको लागि चाहिँ होइन डाउन डाउन रहेछ अब त भेटिन्छ होला भेटिन्छ होला एकछिन त बाहिर निक्ल्नु जरुरी छैन नि त सबको दिनुभयो म चाहिँ खास यहाँ डाँफे मुनालहरू हेर्नु साह्रै इच्छा लागेको थियो नभेटेको जस्तो लाग्छ के लेखेको छ त्यहाँ माथि पढ्नु त 24 किलोमिटर साथ चाहिँ 24 किलोमिटर रम्फू 78 कति महिना नि हुनु त अब त 20 मिनट भयो यस्तो रोड हो भने त अब 40 किलोमिटर त 20 मिनट पनि लाग्दैन नि अलिक घुमाउरो छ भने चाहिँ त्यसै त्यहाँनिर यो मान्छे यो खेल्छ तर अलिक सिजन भएको छ यहाँ पनि खोज्छौ है पाउँछ नि यहाँतिर हो र भयो होस् गाडी पनि सिक्नु सकेछ 500 रुपियाँ गोटा हानेको चाहिँ ठिकै रहेछ हो रहेछ पछि सबै यो फ्लावर फुलेको टाइममा टाइमै हुने रहेछ नि हौ यहाँतिर पनि फ्लावर कहिले फुल्छ यो त्यही हो मार्च एप्रिलकै हो त्यतिखेर चाहिँ हिउँ पानी नै हो तर पानी नै चाहिँ हिउँै चाहिँ आउँदैन पानी चाहिँ त्यो त पानी पर्दाखेरि सब देख्छ रोडहरू क्या भिजेर फ्रेस देख्छ होला नि है म त टुरिस्ट जानु मन लागेको छैन टुरिस्टै बोक्नु आउँछु होला त्यहाँ ट्याक्सी निकाल्छु र बरु जल लट्टी भइदिएछ नि किन यस्तो छ फगियो यता टप लाग्छ झन् है माथि अलिअलि त हेर्नु फोटो त देखिएको होला सोल्डेको उयो त जोलुकको देखेको 32 टन 32 होइन 2 टन देख्नु साह्रो पर्ला यहाँदेखि पुरा यागहरू चाहिँ पुरा रहेछ है याकहरूको पल्ली हो नि घोटी होला नि यहाँतिर हो भोटे तामाङ भोटे भन्दा तामाङ यस्तो चाहिँ माथिबाट ढुङ्गाउँछ के छ यो चिज चाहिँ ढुङ्गाको के हो च्यारेर गरेको चाहिँ मुनिबाट बल्ल उडाको हो यता माथि ढुङ्गा क्या नि त
नेपाल चाहिँ भाइ कता हो नि त? सिधै अरे त्यो हाइवे नछोडिएको भने ठ्याक्कै तलै पुग्छ भनेपछि यो सेतो लाएको चाहिँ छोड्नु भएन यो चाहिँ ट्र्याक चाहिँ पटक्कै छोड्यो भने चाहिँ फेरि बसाइ भयो गाडीमा सुसु गरेर रातिभरि फेरि ब्याक टु गान्तोक होइन मैले थाम्छ अन्त तेलले तर तेल त एक स्टिक मात्रै झरेको छ अहिले झन् तेल त दामी थामिरहेको छ अहिले यतिको त राम्रो थामेको भनौँ न अब एक कति स्टिक मात्रै कति भनेको फुल ट्याङ्की गरेर राख्यो फुल ट्याङ्की भनेको 3000 होइन मैले कति 1200को लगाएँ तल गएर होइन टोटल फुल ट्याङ्की भनेको 1200 हुन्छ 3000 जति लाग्छ 800 भनेको एक स्टिक र एक डेढ स्टिक झऱ्यो भने चाहिँ टक्कै 1200को जाँदो रहेछ 1200 1300को जाँदो रहेछ 12 to 1300को जाँदो रहेछ तेल 3000 को जान्छ फुल ट्याङ्कीमा जान्छन् फुल त्यही कुरा गरेको अब हामी फुल ट्याङ्की भएर आएको होइन घर पुग्दा कति सक्छ त्यो अन्दाज हुन्छ नि त कति लाग्छ अल्ट्रासले चाहिँ के को बलेर पनि बेसी खाइदिएको रहेछ तेल चाहिँ अल्ट्रोले अल्ट्रासले अल्ट्रोजले टाटाकोले बेसी खाँदो रहेछ हौ म टाटाको प्रडक्ट मन परेन हुन त अब तैँले उठाइदिस् एउटा तर कुद्नु चाहिँ कुदाउनु चाहिँ भाइको र मजा आउँथ्यो कि च्याप्टो रूपमा टालेर कुद्थ्यो कि त्यो गाडी त्यो बेसी वेट भएर मलाई त्यो गाडीको त है यिनीहरू चाहिँ फेरि बडी वेट छैन त्यही भएर अलिक जोड गर्दाखेरि पनि यसको चाहिँ मलाई सस्पेन्सन चाहिँ मन परेन हौ मुनिको निकालेर टाटाको हाल्नु मिल्छ भन्दा त्यसको पो हाल्नु मन पर्छ साँच्ची भनेको त्यो गड्डाहरूमा कस्तो दामी ट्याकल गर्छ गड्डाहरू हुन्छ नि त्यस्तोमा चाहिँ कहिले पनि त्यो गाडी क्या मुनि ठोकिएन हौ बरु त्यो टायरले नभेटेर ठोकियो त्यो अघि त्यो ढ्याङ ढ्याङ गरेर त्यस्तो कहिले गर्थेन त्यो गाडी जति नै उफार्दा पनि त्यस्तोमा यो जलुको त एक टर्निङ पनि पब्जीमा हुन्छ नि त्यो बगी भन्ने गाडी नामकी गाडी तिनीहरूको दाम 30 लाख पुग्छ अरे हो सायद त्यो बाहिर ल्याउने गाडी हो त्यो हिउँमा कुद्ने होइन हिउँमा कुद्ने होइन त्यो चाहिँ यसको युएसको हो कि खोइ कति वर्ष भन्नु 30 लाखकै कति भने माथि 4 व्हिल हो हुनु चाहिँ हो त्यसको त त्यो के हुने सकर हुँदैछ कि त्यो बाइकको त्यो स्प्रिङ जस्तो सक्यो चारटामै नेलेक भएर यस्तो जस्तोमा चोरी जाँदो रहेछ नि त्यो त 4 व्हिलर भन्दैछ त त्यो माकुरा टाइप लाग्छ म त्यो गाडी पल्टी उता न पल्टी हुने छोडेको उठेर फेरि उचालेर त्यो गर्नु सक्ने क्या फेरि बनायो फेरि उडायो के हो त्यो पनि पेट्रोल चल्दो रहेछ त्यसमा डिजल देख्नु सक्दैन त पब्जी खेल्नु चाहिँ नि हजुर सेम के हुन्छ नि एक्ज्याक्टै हो स्किट गराएको टायरहरू यहाँनिर कालै बनाएको छ त अन्त उकालो आउँदाखेरि उयो गर्दाखेरि गरेको छ यता लोड गाडी सानो स्किट राख्नु जलुकभन्दा कम छैन त यहाँ पनि अन्त टर्निङ यहाँ चाहिँ खुट्टा चाहिँ दुख्ने छ जोडै मुनि चाहिँ हैन नि खुट्टा चाहिँ जोडै दुख्ने छ कन्ट्रोल गराइले चाहिँ बेस सुत्यो कम्ती सुत्दैछ सुतेको राम्रो साह्रै थाकिसक्यो गाडीमा हाम्रो सेन्टी फ्ल्याट भयो
तुझा सादा दाइ मनपर्छ मलाई हँ? तुझा सादा दाइ मनपर्छ मलाई उतालाई हेर्नु नि दुईपट्टि क्या छ्याङ्कै भएको थियो उहिले हेरेर चाहिँ भने यसो बसेर यो गाडीले त अन्त फसेन अन्त नम्बरै नटासी सानो ट्राभल गरेको खा पुगिसकेन होला बिचराले खालि घर चाहिँ पुग्नु छैन बाँकी छ है बिचराले खालि खाल्टा मुडु मात्रै कुदेको थियो आज त चिल्लो बाटो साह्रो कुद्यो वेस्ट साउथ र इस्ट स्टेट हुँदै बनायो नर्थ मात्रै बाँकी अन्त तानै खोलेन अरे ताकुदा कुदा गर्ने भन्छ अन्त बुवाले अब भोलि चाहिँ रेस्ट हुन्छ होला हुँदैन भोलि कहाँ जाने जोरथाङ किन यो फुच्ची आउँछ गाडीको मालिक रिसिभ गर्नु लिएर हेलिप्याडमा लगेर साइना र कानालाई त्यहाँ भ्याक्सिन टेस्ट लिएर फर्किने त्यहाँबाट डिलिङ गरेर तपाईँ त गाडी नल्याउँछ कि केटा सेतो त हरायो त बोट पनि देख्दिनँ यही हो बाटो त वाट इज दिस डाफे हो डाफे ऊ यहाँ ऊ यता यता दामी 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 वाउ भिडियो 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 यतिखेर यो चाहिँ हेर्नु फेरि सोकिङ थियो हेर यो चाहिँ देख्ने निकल गरेर अगाडि बढ्यो गाडी चाहिँ कुदाउने फेरि भाले यही हो भाउजू यस्तो चाहिँ हामी मारी खान्छौँ त्यो गाडी स्ट्रिङ चाहिँ नपक्रेको हेर्नु नि होइन सही जग्गा बोकुल म काटिदिउँ कल्का उकाल काट्नु त भित्र भित्र गरेर अलिक त्यो साइडमा पर्छ नि हातपात उठ्दैन अब हो लाटामा लाटा चङ्कोमा चङ्को हुन्छ क्याटिसले पक्रेर हाल ल गाडीभित्र चुप यहाँ त पुचा फुल्छ खिचाएको छे, यो अलिक अगाडि जानु न